नेपाल एउटा यस्तो मुलुक जसले इतिहासभरि स्वतन्त्रको लागि लड्यो, रगत बग्यो, बलिदान दियो अनि लोकतन्त्रको घाम उदायो। तर आज त्यो घाम फेरि धमिलो हुँदैछ। लोकतन्त्र आएको 3 दशक भइसक्यो, तर जनता अझै न्याय खोज्दैछन्। राजनीतिमा विश्वास घट्दै र नेताहरूमा निराशा बढ्दैछ र युवाहरूमा प्रश्न उठ्दैछ कि यो लोकतन्त्र केवल किताबका शब्द मात्रै हुन् त? तर यो निराशाको बीचमा पनि एउटा शक्ति उठ्दैछ, युवा शक्ति, नयाँ पुस्ता जसले केवल सुन्न मात्र होइन, अब बोल्न पनि थालेको छ। सडकमा होइन भने सोशल मिडियामा, क्याम्पसमा होइन भने कोर्ट र क्यामेरामा। 90 सालको आन्दोलन र 2062 र 63 सालको जनआन्दोलन, यी सबैमा युवाहरू अगाडि थिए, तर समयसँगै त्यो ऊर्जा हरायो। कसैले रोजगारीका लागि देश छोडे त कसैले प्रणालीसँगै थाकेर मौन बस्न रोजे। आज नेपालमा लोकतन्त्र त छ, तर लोकतान्त्रिक मूल्य हराउँदैछ। भोट किनिन्छ, विचार होइन। देशभक्त बोल्नेहरूलाई विरोधी भनिन्छ र सत्य बोल्ने युवालाई निराशावादीको ट्याग लगाइन्छ। प्रश्न यति मात्र हो कि यो पुस्ता पनि अघिल्लो पुस्ता जस्तै मौन बस्ने हो त, कि अब यो पुस्ता केवल सरकार होइन, प्रणाली परिवर्तनको आवाज भन्ने हो। आजको युवामा एउटा हतियार छ, ज्ञान र सूचना। इन्टरनेटको युगमा सत्य लुक्दैन, जसले बुझ्यो उसले प्रश्न गर्छ र प्रश्न नै परिवर्तनको सुरुवात हो भन्ने हामी सबैलाई थाहा छ। हामीलाई नेताको हैसियत होइन, जवाफदेहितामा आधारित प्रणाली चाहिएको हो। लोकतन्त्र केवल मतदानको अधिकार होइन, उत्तरदायिता र पारदर्शिता पनि हो। लोकतन्त्र टल्दैन जबसम्म नागरिक जागिरहेका छन्, र आज नेपालका युवाहरू केवल दर्शक होइन, उनीहरू परिवर्तनका लेखक बन्न सक्छन्। यदि हामी युवा अथवा हामी आम नागरिक, जुन नेपाली नागरिक छौँ, यदि हामी मौन रह्यौँ भने लोकतन्त्र केवल इतिहासको शब्द बन्नेछ। तर यदि हामी उठ्यौँ, हाम्रो आवाज उठ्यो भने नेपालले फेरि देखाउनेछ कसरी युवाको हातले भविष्य लेखिन्छ र कसरी युवाको र एक आम नेपाली जनताको हातले देश बदलिनेछ। यसैसँग आजको भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला र भिडियो अति नै राम्रो लाग्यो भने आफ्नो एकजना साथीसँग सेयर पनि गरिदिनु होला। धेरै धेरै धन्यवाद।